सुरु भयो जय मसीह सबैलाई र परमेश्वरलाई धन्यवाद भएको होस्। र आज हाम्रो यो सानो भेलाको कारण चाहिँ हाम्रो छोरा सिमोन 4 वर्ष आजदेखि पुरा भएर अब 5 वर्षमा उसको जीवनको यात्रा सुरु भएको छ। र आजको दिनसम्म परमेश्वरले सिमोनलाई विशेष सुरक्षा दिनुभयो। हुर्किन बढ्नमा सबै कुरामा सुरक्षा गर्नुभयो। विशेष गरी त्यसको लागि परमेश्वरलाई विशेष धन्यवाद दिन चाहन्छु। र फेसबुकमा जतिजनाले विश गर्नुभएको छ सिमोनको बर्थडेको अवसरमा यहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। र आजको हाम्रो भेलामा चाहिँ सिमोन र बहिनी मन्ना हुनुहुन्छ। अनि सिमोनको बाबा म भएँ, सिमोनको मम्मी पनि एकदम प्रसन्न मुद्रामा हुनुहुन्छ। अनि सिमोनको काका पवन र काकी मोनिका पनि हाम्रो माझमा हुनुहुन्छ। ठिक छ, बेलुन जाओस्। र अब यो सिमोनको यो बर्थडेको अवसरमा यो खुसीको एउटा मोमेन्टमा चाहिँ म बाइबलबाट एउटा खण्ड सिमोनको लागि म पढ्न चाहन्छु। र गन्तीको पुस्तक 6 अध्याय 24, 25 र 26 खण्डमा यसरी लेखिएको छ। परमप्रभुले तिनीहरूलाई आशिष देऊन् र तिनीहरूलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति देऊन्। आमेन। आमेन। र यही वचन अनुसार सिमोनको लागि हामी आशिषका कुराहरू बोल्न चाहन्छौँ कि परमेश्वरले सिमोनलाई अझै बाँकी जीवनमा आशिष दिनुभएको होस्, परमेश्वरले रक्षा गर्नुभएको होस् र परमेश्वरको मुहार चाहिँ सिमोनमाथि सधैँ चम्किराखोस् र परमेश्वरको अनुग्रह सिमोनलाई विश्वास गरोस्। हामी यही शुभकामना देखाउन चाहन्छौँ। हुन्छ, अगाडि बढ्नेछौँ। के गरौँ, यो पालौँ नि त। सूर्यबाट भजन हो नि ल। खुसी खुसी मनाउँ कोरस गाउँछ है। खुसी खुसी मनाउँ, खुसी खुसी मनाउँ, खुसी खुसी मनाउँ, खुसी खुसी मनाउँ, मनाउँ मनाउँ प्रभु येशू ख्रीष्टको जय। मनाउँ मनाउँ प्रभु येशू ख्रीष्टको जय। मेरो लागि आए, मेरो लागि जिए, मेरो लागि आए, मेरो लागि जिए, मेरो लागि यसुले दुःख उठाए, मेरो लागि यसुले दुःख उठाए, मेरो लागि मरे, मेरो लागि गाडे, 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 मेरो लागि मरे
प्रे गरेर त्यो गर्नुपर्थ्यो है ल त्यसो प्रे गरौँ त मलाई खाना सिकाएको फेरि क्या हुन्छ अहिले चाहिँ हामी सिमनको लागि प्रे गर्नेछौँ र अन्तिम चाहिँ पाउने ल हालेलुया जिउँदा नि महान परमेश्वर हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको दिनसम्म तपाईँ परमेश्वरले हामीलाई सहायता गर्नुभएको छ र सिमोनलाई प्रभु जन्म दिनुभयो अनि आज 4 वर्ष पुरा गरेको अवसरमा तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ आजको दिनसम्म तपाईँ परमेश्वरले आफ्नो नानीलाई सुरक्षामा अनि अनुग्रहमा यसमा हामीलाई सहायता गर्नुभयो धन्यवाद दिन्छौँ अनि म र सबैलाई पनि सहायता गर्नुभयो सबैलाई हाम्रो परिवार अनि हाम्रो आफन्त इष्टमित्र सबैलाई चिन्ताको मानिसहरूलाई पनि प्रभु जीवनमा अनुरोध गर्नलाई परमेश्वरले जुन कृपा राख्नुभयो त्यसको धन्यवाद छ प्रभु र अब बाँकी उसको जीवनमा पनि हामी आशिषका कुराहरू बोल्दछौँ तपाईँको यस नानीलाई तपाईँ परमेश्वरको महिमा गर्ने तपाईँ परमेश्वरलाई चिनेर तपाईँको संसारको जीवन अनि जुन तपाईँले यस नानीलाई ल्याउनु भएको छ त्यो त्यसै पुरा गर्ने नानी बनाउनु सक्ने नानी आशिष पुरा बोल्दछौँ सिमोनको लागि सिमोनको जीवनमा तपाईँले सदैव आफ्नो मुहार चम्काउनुहोस् तपाईँको अनुग्रह कृपा र आशिष धन्यवाद परमेश्वर पिता तपाईँलाई हामी धन्यवाद दिन्छौँ परमेश्वर पिता तपाईँले प्रभु हामीलाई सुन्दर समय दिनुभयो परमेश्वर पिता हामी यस घडी परमेश्वर पिता तपाईँलाई हामी विशेष धेरै धन्यवाद हामी दिन चाहन्छौँ परमेश्वर पिता जुन चाहिँ प्रभु सिमोन प्रभु एउटा प्रभु तपाईँको आफ्नो सृष्टि प्रभु तपाईँले आज प्रभु यो संसारमा ल्याउनु भएको प्रभु आज यो 4 वर्षसम्म परमेश्वर तपाईँले सुरक्षित साथ राख्नुभएको छ परमेश्वर पिता प्रभु सिमोनलाई प्रभु आजको दिनसम्म तपाईँले डोर्याउनु भयो सहायता गर्नुभयो सिमोनको स्वास्थ्यमा हरेक कुरामा उसको शारीरिक वृद्धि हरेक कुरामा प्रभु तपाईँले सहायता गर्नुभयो प्रभु तपाईँलाई हामी धन्यवाद दिन्छौँ प्रभु आजको दिनसम्म तपाईँले सहायता गर्नुभयो अब बाँकी समय बाँकी जीवनमा प्रभु सिमोनले गर्नुपर्ने कामहरू उसको भविष्यमा गर्नुपर्ने हरेक कुरामा उसको हरेक कुरामा प्रभु तपाईँले सहायता गर्नुहोस् तपाईँले सुरक्षा दिनुहोस् प्रभु अनि असल ज्ञान विवेक प्रभु परमेश्वर तपाईँले दिनुहोस् प्रभु जुन तपाईँको डर भयमा हिँड्ने हरेक कुरामा प्रभु तपाईँको उपस्थितिमा हेर्ने छोरा प्रभु तपाईँले तुल्याउनुहोस् तपाईँले सहायता गर्नुहोस् प्रभु आफ्नो छोरालाई प्रभु अनि तपाईँको पवित्र आत्माको ज्ञानले भर्नुहोस् भने प्रार्थना गर्छौँ प्रभु तपाईँको आज्ञाकारिताको जीवन हरेक कुरामा प्रभु तपाईँले डोर्याउनुहोस् भने प्रार्थना गर्छौँ परमेश्वर जीवनको बाँकी प्राणशैली आत्मा सबै तपाईँको हातमा राख्दै माग्छु परमेश्वर क्रिस्टको चल्दै रहेछ 8 मिनट मात्रै भयो कोही सुरु त 4 मानौँ न 4 बहादुर 4 बहादुर भयो Tadi betul.
7 नम्बर ढल्यो भने चाहिँ फिनिस 5 भोलिदेखि 5 तिमीले गर्ने फोटो खिच्नु हुन्छ खिच्नु फोटो कि भिडियो जाओस् हुन्छ भिडियो जाओस् फोटो मबाट खिच्नु ल तपाईँको फोनदेखि खिच्नु हो के गर्दा रहेछ त केटाले यो काटेर पापालाई खाउन त्यहाँ मम्मीलाई सिमल खाने ल ह्यापी बर्थडे टु यु सिमु ओके क्यामेरा भेटेन एकछिन तिमीहरू अलि खाने धेरै खाँदैन अब मम्मीलाई गरे अब मम्मीलाई पनि खुवाइदिनु पर्छ नि त बेसी एकछिन अब दादालाई खुवाइदिनु न मम्मीले खुवाइदिने के अनि के हो हामी खाने मलाई खुवाइदिनु न सबैले दिनुपर्छ नि त्यसो तिम्रै त हो मलाई थोरै लु गयो अब बाटो भएर अहिले दिँदैन मम्मीले खुवाइदिनु मम्मीले देऊ न खुवाइदिनु न मलाई यो खुवाइदेऊ त अनि म यो अर्को अनि सिमलाई पनि काटिदिनु मलाई खुवाइदिनु त अर्का ल यो छोडु कि मन्नालाई ल मन्ना बहिनीलाई खुवाउनु मन्ना अनि यो सब तिम्रै हो के मन्नाले देऊ न थोरै मन्नाले अलिकति खुवाइसक्यो त्यो गर्नु ताली ताली यसलाई पनि यति भयो भयो अलिकति ल बाङ्गाइसीलाई यो यो पापेन्छ ल्याइदेऊ यो यहाँ राखिगयो ल पापेन्छ यो क्रिम चाहिँ यसलाई पनि नदिनु म यहाँ मैले उयो बोटुको ल्याउनु यसलाई पिएचओ दिएको होला यसरी हामी खाँदैन दादाले खोज्नु म खुवाइदिन्छु ल सिमुलाई बरु सक्छु भने छिटो छिटो केक सिमुलाई कम हुँदै गरी माथि क्रिम चाहिँ यो त ल पन्ध्रमा यही खान्छ हो यहाँ म धेरै दिक्कत हुनुपऱ्यो घाँटी देखेर उयो अब तिम्रो उयो गाडी भोलकै तिम्रो भोल्ने पिङ्क ए ब्लू हाल्दै प्लास्टिक हाल्दैछ यो अन्जानमै भित्रको कलर पनि होइन स्पाइडरको कलर यस्तै हुन्छ नि त्यो किन त्यसो छ नि यो सिमुको जित्देको क्या यो पानी दिएको त हामीलाई मलाई चाहिँ पुग्दैछ दबाई पनि छैन दादा दबाई भएन नि त्यो पनि छैन केही त्यो सिमुलाई उयो गर्नु क्या उयो बेबी हेरेर आउँदा त भित्र बेबी त्यो त भित्र बेबी हाई भनेर आउँदा